आइसिसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत नेपालले लगातार तेस्रो हार बेहोरेको छ। नेदरल्यान्ड्समा जारी श्रृङ्खलाको गैराती भएको खेलमा नेपाल नामिबियासँग रोमाञ्चक प्रतिस्पर्धापछि 3 रनले पराजित भयो। 212 रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित 50 ओभरमा 6 विकेट गुमाउँदै 208 रन मात्र जोड्न सक्यो। नेपालका लागि आसिफ शेखले 45 रन, कप्तान रोहित पौडेलले 41 रन, आरिफ शेखले 38 रन, कुशल भुर्तेलले 34 रन तथा गुलसन झाले अभिजित रहेर 19 रनको योगदान दिए। तर अन्तिम समयमा पनि लक्ष्य भेट्टाउन नेपाल असफल रह्यो। नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै 5 विकेट लिए। यससँगै उनी नेपालका लागि एकदिवसीय क्रिकेटमा 100 विकेट पुरा गर्ने दोस्रो नेपाली बलर बने। यसअघि नेपाल आयोजक नेदरल्यान्डसँग 6 विकेटले र नामिबियासँग 8 विकेटले पराजित भइसकेको थियो। लगातार तेस्रो हारपछि नेपालका लागि लिग 2 को शीर्ष 4 मा रहँदै विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने सम्भावना थप कठिन बनेको छ। नेपाल अब श्रृङ्खलाको अन्तिम खेल भोलि आयोजक नेदरल्यान्डसँग खेल्नेछ।